80 साल मङ्सिर 9 गते शनिबार। भन्छन् नराम्रो सपनाले नराम्रो दिनको सङ्केत दिन्छ रे। म मनोकामना जाने 5 बजेको बस समाउन कुद्दैछु। मेरो परिवारहरू चाहिँ हिँडिसके। पछि हिँडे तापनि अघि पुग्ने चाहिँ मनै भए र गाडी पनि केही छिनमा मनोकामनाको लागि हिँड्न थाल्यो। मौसम चाहिँ चिसो र हुस्सुले पुरै ढाकेकोले गाडी बाहिर केही दृश्य हेर्नै पाएन। तर म र आमा चाहिँ भित्र रमाइलो गर्दै थियौँ। रमाइलो गर्दै मनोकामना पुगेको त थाहै भएन। करिब 3 घन्टामा नै पुगेछौँ। सो फाइनली एट द मनोकामना। हेलिकप्टर होइन? अनि कोसँग आएको त? उता हो सबैजना। आजको मौसम चाहिँ तर केही बिग्रेको जस्तो छ माथितिर। सो हामी चाहिँ पछि हिँड्दैछौँ। कसैले हतार छ कुद्दै हुनुहुन्छ। मलाई चाहिँ तर चन्द्रगिरी जस्तो फिल आइरहेको छ। यहीँ मात्रै यस्तो राम्रो रोड बनाएको। अरू हाइवे चाहिँ सबै बिग्रेको छ। त्यो चाहिँ मेरो मामा कानमा के लगाइरहेछ बच्चा जस्तो। आइरहेछ। सो अब हामी केबल कार चढ्छौँ एन्ड टु द ब्लक। हामी चाहिँ यत्रो लाइनमा बस्नु पर्यो। चेक आउट द लाइन। लाइन देखेरै तर्सिसकेँ यहाँ। लाइन देखेर म चाहिँ अड्किसकेँ यहाँ। लाइन वाज टु बिग। अनि हामी चाहिँ यहाँ भाइ र म चाहिँ यस्तो घुम्न आइदिएको। हेरेर मस्त बसेको छु। मनोकामना आउनलाई 3-4 घन्टा, लाइन बस्दा 2 घन्टा, माथि पुग्दा ओहो म त थकेँ यार। भन्दा म पोखरा पुग्थेँ। तर भ्यू चाहिँ मस्तको छ है। भ्यू चाहिँ मजाको छ। यो चकचकेलाई चकचक गर्न मन लागिसक्यो। ओइ कहाँ चकचक गर्न? के छ? कसको? केटी मान्छेको किन लगाएको तिमीले? यो केटी मान्छेको हो त यो त? त छोरी मान्छे हो कि छोरा मान्छे हो त? अनि किन यस्तो लगाएको? के हो यो आमा? टोपीको माथि कान रे। यो चाहिँ हाम्रो लाइन हो। यति लामो लाइन छ यार। कहाँसम्म रहेछ? हामी चाहिँ लाइन चेक गर्न हिँड्दैछौँ किनकि हामीलाई लाइन बस्नलाई छेउ लाग्यो। यो फुटपाथमा हिँड्न मान्छे नसक्ने लाइन छ त यार। यस्तो द्वन्द्वको बेला नि मान्छेहरू कहाँबाट आएको छ यार। अरू त ठिकै छ, भोक लागिसक्यो। लाइन त कहाँ हो टिकट काट्न जाने? अझ मुनितिर चाहिँ मैले केही राम्रो चिज देखेँ। सो हियर इट इज।
चाहिँ हाम्रो जाने टिकट माथिको Hold up. Wait a minute. चाहिँ हाम्रो जाने टिकट माथिको अनि आज झगडा भइरहेछ लाइन पनि अब यति लाइन बाँकी छ यत्रो लाइन पार गरेर आयौँ फाइनली गाइस हेलिकप्टर बाई देखेन तँलाई कस्तो यहाँबाट डाइभ हान्न पायो कति मजा हेर्न कस्तो मजाको त भनेको त अनि कस्तो त्यो त हाई लाइफ के राखेको छ्या कस्तो नराम्रो यो त त्यसो भए फाइनली चाँडै जाने रहेछ है 5-10 मिनेटमा माथि पुग्छौँ कता मनोकामना चाहिँ फर्स्टमा भोक लाग्यो म चाहिँ खाना खान्छु दिदीहरू चाहिँ मन्दिर छिर्छ फाइनली टु द मनोकामना यति मात्रै लाइन रहेछ यहाँ चाहिँ सो हामी चाहिँ भर्खरै पुग्यौँ एन्ड दिज आर यर फ्रेन्ड्स बोकाज कसैको बोय फ्रेन्ड्स बोकाज अनि यहाँ चाहिँ अब हामी बाहिर निस्केर घुम्न थाल्छौँ मनोकामना मनको कामना पुरा तर भोक लागिसक्यो फर्स्ट चाहिँ मलाई I'm hungry first of all होइन क्या भोक लागिसक्यो पाक्यो त भइसक्यो इभान खै बाबासँग खाएर गएछ यस्तो राम्रो रहेछ है तर यति माथि त म त मन्दिर मात्रै ट्वाक्क होला होइन त बब्बाल बजार पो रहेछ त्यो बजार हेर्नै आउने अरे मन्दिर भन्दा नि होइन त्यो धर्मा हेर्नु यस्तो राम्रो छ यहाँको होटेल मन्दिरको लाइन देखेर चाहिँ हामी चाहिँ फर्क्यौँ मामा भान्जा अनि पछि त्यो फुच्चे त्यो भने मामा फर्किनु भयो अनि छोरा नि फर्क्यो अनि म पनि फर्केँ हामीले चाहिँ पुग्यो लाइन हेरेरै भोकले मर्न लागिसक्यो हामी आउने ठाउँ यता मुनि छ त्यही माथि कहाँ मुनिबाट आएको आमा अब हामी यहाँ यता हो र यताबाट होइन र ऊ रोड त त्यहाँ छ अब चाहिँ हामी यहाँ खाना खान्छौँ खाना मगाएर चट्ट लाएर अनि घाम ताप्छौँ अनि मम्मीहरूको दर्शन गरेर आउने टाइम पर्खिन्छौँ त्यति बेलासम्म ट्युन म खाना देखाउने नै छु लोभ्याउनु पर्ने नै छ केरिङ सर्ट चाहिँ हाम्रो फुड आयो फिस एन्ड चिकन dig it in guys finished eating अब मस्त घाम ताप्ने हो 1 घन्टा अनि निस्किने हो सुन्तला खाँदै बस्नुपर्छ क्या भर्खर खाएको सो हामीलाई चाहिँ टिकट सँगसँगै यो एउटा बुक प्रोभाइड गरेको थियो अनि यो बुकबाट चाहिँ अब हामी यता सो फर्स्ट थिङ हामी जाँदैछौँ बक्रेश्वर महादेव प्लानिङ हो कति टाढा छ थाहा छैन 1.5 किलोमिटर भनेको छ सो हामी चाहिँ यो खोज्दै जान्छौँ बक्रेश्वर महादेव अनि सक्यो भने गोकर्णनाथ केभ पनि जान्छौँ सो लेट्स गो गाइस मान्छे चाहिँ मनोकामना मात्रै घुम्न आउँछ हामी चाहिँ अब बक्रेश्वर पनि घुम्ने लाएको
दुईटा लिएर एउटा लिएर गएको थियो दुईटा कि दुईटा अलि हेरेर हिँड्ने गर ठोक्लास यसो बक्रेश्वर जाने बाटोतिर हिँड्दैछौँ हामी कहाँसम्म हिँड्छौँ भने जहाँसम्म यो घरहरू हुन्छ त्यसपछि हामी हिँड्न बन्द गरेर फर्किन्छौँ सी कहाँसम्म पुग्छौँ हामी I saw Mugiwara here. Mugiwara. यो मस्त बाइक साइक आउँछ है यो ठाउँमा चाहिँ बाइकमा आउँदा राम्रो यहाँ चाहिँ अहिले सबै ठाउँहरू घुम्न पाउने हुन्छ के रहेछ के को नम्बर के को नम्बर रहेछ त्यही अब मेरो फोटो खिच्न त है इन दिस मिराकुलर प्लेस the sun is directly above us, full of meal in my stomach. Place to see that place. You ठाउँ चाहिँ मलाई बेस्ट लाग्यो हामी कहाँ जाँदै थियौँ नि बक्रेश्वर जाँदै थियौँ तर हामी कहाँ आयौँ चौतारी चाहिँ पिस छ खुच्चेलाई म फोटो खिच्न लाउँछु 2-4 वटा मामा त पज हेर्नु त मन्दिरतिर पुगिसक्यो दिदी र मम्मी चाहिँ अनि हामी चाहिँ फेरि जाँदैछौँ मन्दिरतिर अनि त्यसपछि मम्मीहरू बल्ल खाना खानुहुन्छ त्यो बेलुकादेखि बल्ल अनि त्यसपछि फेरि हामी लाग्छौँ काठमाडौँतिर अनि कहाँ जान्छौँ हामी कहाँ तेरो घर तेरो घर थाहा छैन कस्तो त अनि आफ्नो घरै थाहा छैन तँलाई यहीँ छोडेर जाउँ अघि कराएको चाहिँ यो कत्रो हौ बुङ्गुर होइन अङ्कल हजुर के हो हान्दै रहेछ त्यो यिनीहरू त जुत्दो रहेछ भर्खर ल्याएको अलग अलग लाइन बसेर सिक्यो पूजाहरू भइसक्यो खाना खाने मान्छेहरू यहाँ 2जना थकित अवस्थामा बिहानदेखि खाना नखाएर टुन 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 मस्त खाना खाएर मस्त घुमेर मस्त बसिरहेको छौँ अब फेरि खाजा खाने बेला भएछ हामी फेरि खाजा खान्छौँ सबै खाजा खाइसक्यौँ अब हामी जाँदैछौँ सो दिस इज द सनसेट भ्यू एन्ड यो चाहिँ हाम्रो केबल कारको भ्यू दिदी कस्तो राम्रो हाई भ्यू
अनि अब मान्छे आयो ठिक छ पुग्यो पुग्यो यता आउनुहुन्छ हामी यता वेट गर्ने वेलकम टु बाई गरुडा कानसान ट्याम्म भइरह कति मजाको बनाएको हेर्नु सब गरुडाबाट वेलकम कानसान ट्याम्म ब्याट्री पनि 10% छ सो म चाहिँ अब भ्लगहरू यहीँ इन्ड गरिदिन्छु सो फर मोर कन्टेन्ट्स प्लिज सब्सक्राइब माई च्यानल गाइज बाई बाई